विद्युतीय औजारहरू धेरै प्रकारका हुन्छन्, जसमा टेस्टर, इलेक्ट्रिक टेप, वायर स्ट्रिपर र निडल नोज प्लायरका बारेमा बुझ्छौँ। मसँग दुई प्रकारका टेस्टर छन्। यो टेस्टर एउटा विद्युतीय पेचकस हो। साधारण पेचकस जस्तै देखिन्छ, तर यसमा विद्युतीय क्षमता पनि हुन्छ। विद्युतीय पेचकसमा एउटा बत्ती पनि भएको हुनाले यसलाई प्लगमा हाली टेस्ट गर्न प्रयोग गर्न सकिन्छ। अब लागौँ वायर स्ट्रिपरतिर। हामीले प्लगहरूमा काम गर्दा या विद्युतीय काम गर्दाखेरि तारहरू काट्नलाई प्रयोग गरिन्छ। वायर स्ट्रिपरले बाहिरको खोल निकाल्नलाई सजिलो र सुरक्षित बनाउँछ। हामीसँग अब निडल नोज प्लायर छ। निडल नोज प्लायर अरू प्लायर जस्तै तर अलि हेर्दाखेरि चुच्चो हुन्छ। यसको अगाडिको भाग चुच्चो हुने भएको भएर यसले तारहरू समात्न, बङ्गाउन या भचाउन सजिलो हुन्छ। यसको पछाडिको भाग अलि तिखो हुने भएर यसले चाहिँ हामीलाई तारहरू काट्न पनि मद्दत गर्छ। अन्त्यमा हामीसँग विद्युतीय टेप छ। विद्युतीय टेपले दुईटा तारहरू जोड्न र नाङ्गो तार छोप्न हामीलाई मद्दत गर्छ। नाङ्गो तार घरमा भएको खण्डमा विद्युतीय झट्का लाग्ने डर हुन्छ। विद्युतीय टेप घरमा राखिराख्नु चाहिँ उपयोगी नै हुन्छ। तपाईँलाई अब बिजुलीको काम गर्दा चाहिने औजारहरू बारे जानकारी भयो। यसको पुरा भिडियो युट्युबमा छ, हेर्न नबिर्सिनुहोस् है।